सेवा फ्याफुल्ला स्वागत छ तपाईहरुलाई आजको मेरो अर्को नयाँ भिडियोमा। हजुरहरुले फ्याफुल्ला भन्दाखेरि वर्षले फेरि चेन्ज गर्यो भनेर सोच्नुहुन्छ होला, किनकि यहाँ मेरो छोरी सेनीले चाहिँ हैन फ्याफुल्ला पनि भन्नु न हौ मामु भनेर भन्दैछ हो। अनि त्यही भएर मैले हजुरहरुलाई फ्याफुल्ला भने, किनभने म चाहिँ तामाङसँग बिहा गरेको हो नि त। अनि त्यो फुच्चीले पनि अब मलाई सिकाउँदैछ हैन, हरेक कुरा अब सानो कुरा साना खुचाखुचीहरुबाट नि सिक्दा यदि राम्रो छ भने सिक्दा हुन्छ हैन। र अर्को कुरा रह्यो, हजुरहरु चाहिँ फर्स्ट टाइम मेरो भिडियो हेर्नु हुँदैछ भने इट्स मी वर्षा राई। हजुरहरु चाहिँ मेरो भिडियो अहिलेसम्म हेरेर सब्स्क्राइब गर्नुभएको छैन भने प्लिज अगाडि नै भने हजुरहरुलाई सब्स्क्राइब गरेर नयाँ साथ दिनु होला भन्न चाहन्छु। र आज पनि मेरो चाहिँ अब हैन काजीको पनि सँगसँगै अब भनौं न हैन 1 महिना भइ नै सक्न लाग्यो है। अघिल्लो भिडियोमा पनि हजुरले भनेको थिएँ। अनि अब के भन्छ भिडियो के भन्छ छुट्टी सकिन लाग्यो नि त। अनि आमाजु दिदी भनौँ न मेरो दिदीहरुसँग घुम्न जान पाएकै छैन के यसपालि। त अब हुन्छ नि सानो कार्यक्रम जुन भनौँ न सानो कार्यक्रमको कारणले चाहिँ एकदमै बिजी भएर कहीँ हामी चाहिँ जान पाएको थिएन नि त। अनि दिदीले जम्न भन्ने सल्लाह भयो, अनि त्यसैले हामी आज जाँदैछौँ यही धनकुटा यही नजिकै हैन। एक्ज्याक्टली यहाँ भन्ने पनि थाहा छैन। अस्ति नै हामी तीजको भिडियो हेर्नु भने हजुरहरुलाई थाहा छ त्यही ठाउँ हामी जान लागेको छौँ। र अब आजको दिन के कस्तो हुन्छ, दिन भन्दा पनि 4:30 भइसक्यो, रातै पर्छ होला। अनि र पनि भिडियो स्टार्ट गरेको किनभने सम्झना स्वरूप है एउटा मेमोरी हुन्छ। अनि र प्लस हजुरहरुले पनि हेर्नुहुन्छ भन्ने पूर्ण आशाका साथ यो भिडियो स्टार्ट गरेको छु। र काजी चाहिँ अहिले धरान जानुभएको छ, केही कारणले भनौँ न केही समस्या परेको हुनाले उहाँ धरान जानुभएको छ कामहरू गर्नका लागि हैन, सकाउनका लागि। समस्या भन्दा नि काम गर्न छ नि त, अनि त्यही भएर थियो, अनि त्यही भएर जानुभएको छ। अनि उहाँ पनि बेलुका होइन आइपुग्नुहुन्छ होला। अनि हामी चाहिँ यसो गएर भिडियो फोटोसुटो खिच्ने भन्ने दिदीसँग सल्लाह भयो। अनि त्यही भएर अब चाहिँ हामी जान लागेको, अनि आमा छोरी हामी चाहिँ रेडी भइसकेको छौँ। ल अब सँगसँगै हजुरहरुले पनि म लान्छु, स्टे ट्युन है त। बीच बाटोमा आइसक्यौँ हो। अनि अब चाहिँ हामी जाँदैछौँ। सेनी यता लाइट राम्रो आउँदैछ अरे यताबाट भुइँटो बनाएको। यहाँ आऊ खै हेलो सेवा फ्याफुल्ला भन। हामीहरू घुम्न जाँदैछौँ, अहिले आउँछौँ हामी। अनि फेरि परिसक्नु आँटिसक्यो हामी चाहिँ यहाँ बल्ल अब चाहिँ हामी हिँडेको। यहाँ आऊ त, यहाँ आऊ न यहाँ सेनी होइन छोराछोरीहरू लिएर त। हेलो टेङ्ने गर हाई गर नमस्कार। हामी कहाँ गएको हो है। अब हामी जान्न लागेको है त। अब हामी हल्का यहीँ फोटो खिच्छौँ किनभने भरे नराम्रो आउँछ, त्यही भएर हामी फाइनली आइपुग्यौँ। मेरो दिदी अगाडि बढिसक्नु भइसकेको छ। कसको साथीले घरमा आइपुग्यौँ है। तिम्रो साथी हो राम्रै आउँछ होला हेर्नु त, यतिको लाइट ठिकै छ त। ठिकै छ साथी। हामी चाहिँ यहाँ आइसक्यौँ। अनि फोटोसोटो हल्का खिचिवरी अब खानेतर्फ हामी लाग्न लागेको। हल्का चाहिँ चाखी पनि सक्यौँ। अनि के हामी खानु यहाँ चाहिँ स्पेसल के पाउँछ त हजुरहरूले म आज देखाउँछु। स्टार्ट भएको छ हाम्रो चाहिँ लास्टै है। यहाँको तले घरको स्पेसल भनेको चाहिँ यो सुकुटी साँधेको। अनि अरूहरू के छ त हाम्रो बिस्तारै आउँदैछ। अनि हजुरहरूले म देखाउँछु। कस्तो छ दिदी? दामी। हाम्रो छोराछोरीहरू चाहिँ लास्टै एक्साइटेड भएर के चकचक गरेकी छैन, लास्टै चकचक गर्दै बस्दैछन् केटाकेटीहरू। हामी खान्छौँ। ल अब हाम्रो चाउमिन पनि आइसक्यो। हामीलाई यो चाउमिन थुक्पाले चाहिँ कहिले छोड्दैन क्या। ल हेर्न सक्नुहुन्छ चाउमिन पोर्कमा।
एउटा लिने लु ल कस्तो राम्रो नि हेर्दा पनि है यो चाहिँ लिनु जस्तो क्या हाम्रो नि घरमा क्या हामी चाहिँ यहाँ खाँदैछौँ है खानुको सुरले भिडियो पनि बनाउनु बिर्सिरहेछौँ क्या बोकाको दादी चाहिँ इन्ट्री भइसक्नु भएको छ यहाँ तालीले स्वागत गर्नु न हौ है तेरि के साह्रो फुलमाला छैन छैन अब आज होइन आजलाई अलिक मन्द टाइपले तपाईँलाई इन्भाइट गऱ्यौँ हामीले के भन्छ स्वागत गरी ल हाम्रो आज गेस्ट पनि आइसक्नु भएको छ आजको तपाईँको यात्रा कस्तो रह्यो त त्यस्तो आउँछ क्या अब साथीहरू सपोर्ट छैन अब यसको नभए के गर्ने यसमा त अब हजुरहरूले एकदमै भरिपूर्ण तरिकाले मलाई सपोर्ट गर्नुपर्ने हुन्छ काजीको तर्फबाट मलाई छैन खाजा खाएको कोही हात हल्लाएको खोइ ल छिटो भयो भएन छिटो यता हेर गीत गाउँदै चौरी दाजाले गर्यो गाउँछैला पिराजी 2 दिन बाद जुन्थ्यो लाग्दैला पिराजी 2 दिन बाद जुन्थ्यो हाम्रो आयो विशेष गरी तले घरमा यो डामेको के अरे पोर्क डामेको है साथीहरू ल फेरि यहाँ हेर्न दिदी भाइ ल सेवा 2 सिल सेकुवा है यो चाहिँ यहाँ सेकुवा पनि पाउँछ भन्नु पर्यो त्यसैले खाएर टेस्ट गरेर यहाँ मलाई मामुले भन त कस्तो छ पहिला खाऊ न तपाईँ खानु न नै म नखाने तिमी खाऊ न छोरी ल खाऊ त अनि मलाई भन कस्तो छ ठिक छ यम्मी खै मलाई त्यही ल्याउनु हो चलिरहेछ दुईजना दाजु र दिदीको ल छिटो मलाई ल बाबा छोरीको माया है यो चाहिँ फेरि ल छुट्ने बेला अब फेरि होइन छुट्टिने बेला चाहिँ भनिराख्नु जरुरी छ छुट्टिने बेला चाहिँ छुट्टिने बेला नि आज भनौँ भोलि भनौँ है आइसक्यो के गर्नु नगए पनि नआउने गाह्रो छ अनि हामी चाहिँ यहाँ खानपिन हामी चाहिँ खाइसक्यौँ यहाँ काजीले चाहिँ खानु हुँदैछ के खाने दाजु दिदी नाच है केटा दिदी कस्तो भइरहेछ तपाईँलाई कस्तो लागिरहेछ रमाइलो भयो दाना छान्ने हो कि बोल्नुपर्छ बहिनी ओके न साथीहरू अब हामी चाहिँ यहाँ इन्जोय गरिरहेछौँ होइन इन्जोय गर्दा गर्दै चाहिँ हामीले भिडियो लिनै बिर्सिरहेछौँ क्या कस्तो लाग्दैछ तपाईँलाई यतिको चाहिँ हुनुपर्छ है लाग्यो खाँदै लाग्यो कि क्या हो खाँदै नखाइ किन नाच्दैछ हो हामी अन्तिमतिर आइसक्यौँ होइन अब चाहिँ हामी घर जाने निर्णय गरिरहेछौँ र यहाँको चाहिँ एकदमै यो धनकुटाको तले घरमा हामी आएका छौँ होइन हजुरहरूलाई अघि पनि मैले भनिसकेको छु र हजुरहरू पनि यसरी नै आएर इन्जोय गर्न सक्नुहुन्छ होइन हरेक कुराहरू सर्भिस लिन सक्नुहुन्छ र यहाँको चाहिँ केही म भन्न चाहन्छु हजुरहरूलाई एकदमै राम्रो छ होइन सर्भिस पनि राम्रो अनि खानेकुराहरू पनि एकदम मिठो एकदमै अनि त्यस्तो एक्सपेन्सिभ पनि होइन ठिक्कको छ होइन राम्रो छ त्यही भएर पनि हामी आइरहेका छौँ होइन अस्ति अघिल्लो भिडियो पनि हजुरहरूले हेर्नु भने हजुरहरूलाई थाहा छ अस्ति भर्खर पनि हामी आएको थियौँ र आज पनि अब त्यही हो काजीको जाने दिन आइसक्यो नि त अनि त्यही भएर हामी चाहिँ यहाँ दिदीहरूसँग चाहिँ आएको थियौँ र अब त्यही हो अब हामी चाहिँ घर जान्छौँ र आजको मेरो भिडियो चाहिँ मलाई चाहिँ कस्तो लाग्यो भने नि घर पुगेर भन्दा पनि इन्ड गर्नु मन लाग्यो किनभने धेरै रात पनि परिसक्यो नि त अनि त्यही भएर हो है
र यसको लोकेसन कहाँ भने ठ्याक्कै धनकुटाको बिहिबारे हट्टे हैन जहाँ बजार लाग्ने गर्छ बिहिबारको दिन त्यहाँदेखि यतापट्टि छ भनौँ न त्यहाँ हजुरहरू सोध्दै आउन सक्नुहुनेछ हैन एक्ज्याक्टली भन्न चाहिँ आएन जानिन हैन र तपाईहरु पनि आएर इन्जोय गर्न सक्नुहुन्छ र आजले मेरो भिडियो चाहिँ यति नै र मेरो भिडियो हजुरहरूले अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद र मेरो भिडियो कस्तो लाग्यो त हजुरहरूलाई कमेन्ट गरेर भनिदिनु होला र आजले यति नै आजको मेरो भिडियो चाहिँ म यही इन गर्न चाहे र हजुरहरूलाई मेरो भिडियो चाहिँ हजुरहरूले हेरेर अहिलेसम्म सब्स्क्राइब गर्नुभएको छैन भने प्लिज सब्स्क्राइब पनि गरिदिनु होला र यसरी नै मलाई चाहिँ हैन माया साथ सपोर्ट दिनु होला भन्न चाहे र आजले यति नै र सी यू बाइ बाइ लट्स अफ लभ सबैजनालाई